बाटो, यो बाटो चाहिँ डाँडागाउँ जाने भयो। यो बाटो चाहिँ चण्डेश्वरी जाने बाटो। यो चण्डेश्वरी जाने बाटो भयो। चण्डेश्वरी हुँदै टोखा निक्लिने बाटो। कस्तो दामी बनेको छ यो बाटो अहिले है। पहिला त सानो गोरेटो थियो, हामी सानो हुँदाखेरि हिँड्दाखेरि धेरै नै सानो थियो। अहिले हेर्नुहोस् यहाँको भ्युजहरू है, दामी छ, जो रमाइलो छ, रमाइलो लाग्छ मलाई यतातिर आउँदाखेरि। अब यहाँ अहिले चाहिँ म यो सानो काम परेर हिँडिरहेको छु। ओहो, हाम्रो गुरुङनी मगर्ने दिदीबहिनीहरू मजाले यहाँ कारमा पुरा सायद टिकटक बनाउनु भएको होला। राम्रो ड्रेस लाग्छ गुरुङ मगरहरूको, तामाङ जातिहरूको राम्रो पनि हुन्छ। यो बाटोमा चाहिँ राति हिँड्न पनि डर मर्दो चाहिँ हुन्न, किनभने ठाउँ ठाउँमा लाइट हुन्छ। म यो बाटो राति धेरैचोटि हिँडेको छु, 11-12 बजीतिर पनि हिँडेको छु। रमाइलो लाग्छ। यतातिर धेरै जस्तो चाहिँ जोडीहरू यस्तो घुम्न आएको हुन्छन् होइन, किनभने यतापट्टि अलि राम्रो रेस्टुरेन्टहरू छ। तपाईँको राम्रो रेस्टुरेन्टहरू सबै नै छन् है। त्यही भएर अब मैले चाहिँ यहाँनिर एउटा मोबाइल भेटेँ भर्खरै, कसको हो कुनै अब सायद फोन आउँछ। बाटोमा 2 जना केटा हिँडिरहेको रहेछ। अब भेटेको सामान त टिपिहाल्नुपर्छ, तर मोबाइल त रिटर्न दिनुपर्छ होइन। मलाई यो कसैको मोबाइल लिउँ खाउँ जस्तो लाग्दैन। अब हेर्छु म अहिले यो मोबाइलमा अब कसको कन्ट्याक्ट नम्बर आउँछ। यो घर चाहिँ मेरो साथी कैलाशको घर हो, मेरो बच्चादेखिको साथीको घर हो। अस्ति त यतातिर त पुरा हिलो भएर त बाइक पुरै लड्ने भएको थियो कि, तर अहिले चाहिँ यहाँनिर इँटाहरू पुरा बिछ्याएर राम्रो बनाएको छ। जस म अघि झ्याप्प बाइक रोकेको, त्यहाँ मोबाइल देखिहालेँ कि मैले, त्यहाँ भएर रोकेको। रस्ते के माल सस्ते में भने जस्तै हो। हेरौँ होइन, टिपिहाल्न पर्छ, तर मोबाइल जस्तो इम्पोर्टेन्ट कुरा त दिइ पनि हाल्नु पर्छ होइन। कल आउँछ होला, अब कुन चाहिँको हो होइन। अस्ति पनि एकचोटि मैले आइफोन भेटेको थिएँ, आइफोन तपाईँको 7 प्लस भेटेको थिएँ। 1 रुपियाँ नलिकन पनि दिएको थिएँ मैले। लगभग आजभन्दा 2 हप्ता 3 हप्ता अगाडि हो। यो बाटो चाहिँ मलाई हेभी मनपर्छ। म अस्ति यतातिर आएर पनि टक्क खाँदै, जस रमाइलो लाग्छ मलाई यतातिर आउँदाखेरि होइन। जस ह्याङ भएको बेलामा चाहिँ यो बाटो हिँड्यो भने चाहिँ फ्रेस भइन्छ भनौँ न। त्यही भएर यो हाम्रो रेस्टुरेन्ट भयो, यतातिर चाहिँ यो गेस्ट हाउस पनि छ अरे भन्ने सुनेको है, मलाई त थाहा छैन, सुनेको कुरा। यताबाट हेर्नुहोस् धरर सरर होइन, पुरै देखिन्छ, राम्रो छ। अब यता सबजना एक्सर्साइजहरू गरेर हुन्छ होइन, रमाइलो लाग्छ। यो सबैभन्दा पहिला त यो बाटो मलाई चाहिँ तपाईँको हाम्रो यो गाम्चादेखि चाहिँ उता जान्छौँ नि हामी, के गोकर्णको जस्तो लाग्छ होइन। बाटोतिर छटपटी बेच्न राखेको, बाटो पनि पुरै टर्निङ, मजा आउँछ। जस म अस्ति यहाँनिरको लालटिन रेस्टुरेन्टमा पनि आएर यसो खाथेँ, तपाईँको यो असारमा हो। त्यो भिडियो पनि मैले हालेको थिएँ। हुन त अब त्यसमा धेरै भ्युज त भएन होइन, अब भर्खर युट्युब चलाउँदै हो। अनि त्यही भएर यहाँ पनि चाहिँ यो अगाडिको यो रेस्टुरेन्टमा यो के सेक्वान ढिँडो हाउस भन्ने, यसमा पनि यता चटपटे यस्तो मजाको छ। जस रमाइलो छ ठाउँहरू, जस मनपर्छ मलाई यहाँनिर होइन। अनि र यो यही लालटिन रेस्टुरेन्ट हो म आएको, जस यहाँ पनि राम्रो छ, बेस्ट ठाउँ। यताबाट यो झोर चण्डेश्वरी यो हावाले गरेर पनि अलिकति डिस्टर्ब हुन्छ फेरि यतापट्टि होइन, ट्याक्क लाएर। जस बाटोहरू पनि सबै राम्रै छ, आउन सकिन्छ। अब
लागिसकेपछि होइन राइट लागिसकेपछि अब हाम्रो यो चण्डेश्वरी मन्दिर भयो त्रिशुलहरू सायद देख्नु भएको होला झर्ना त भएन यो स्कुल पनि छ श्री मदन आश्रित आदर्श के भन्दै थियो त्यो चाहिँ पुरै पढेन अब यो साइडबाट चाहिँ हामी लाग्यौँ टोखाको बाटो भन्नुहुन्छ भने बेस्ट हजुरको चाहिँ दामी लाग्छ मलाई यो बाटो होइन यहाँ बाइक दौडाउन मजा लाग्छ क्या अरूभन्दा पनि होइन अहिले 48 52 होइन 78 होइन 70 सम्म चाहिँ गरेँ ओहो यो हावाले गरेर चाहिँ अलिक डिस्टर्ब हुन्छ हाम्रा दिदीबहिनीहरू पुरा मोडलिङमा हिँड्नुपर्छ नानीसँग राम्रो छ पहिला कस्तो ठाउँ कस्तो भयो डेभलप हुनलाई चाहिँ धेरै टाइम पनि नलाग्ने रहेछ हरेक कुरामा अब हामी टोखाको गेट छेटै बेला हुन लाग्यो म चाहिँ प्रायः यो बाटो हिँडिनै हुन्छु भन्दा पनि फरक पर्दैन मलाई मनपर्छ अब अलिक स्लो गरौँ किनभने अघिको फेरि हावाले गर्दा त्यो भाइ चाहिँ राम्रो हुन्न होइन ल हेर्नुहोस् अब फेरि मैले अहिले एउटा हात छोडेर चलाएको छु हजुरहरू यसो नगर्नुहोस् हुन त म राइडर त होइन तर यो भने जोखिमै हुन्छ एउटा हात छोडेर ड्राइभिङ गर्नु भनेको अलिक डर पर्दै हुन्छ होइन अब यो चाहिँ अस्ति न चाहिँ यहाँनिर पुरा यो ढलहरू राख्दै थियो अहिले चाहिँ यहाँनिर जोस् वान वे बाटो बनाइसकेको छ वान वे होइन टु वे नै हुन्छ अहिले माटो थुपारेको चाहिँ यति त केही छैन यो भस्केको केही पनि होइन है फेरि यो चाहिँ ढल हाल्नलाई खन्नु भएको थियो यहाँको दाजुभाइहरूले अब यो रह्यो टोखा हाम्रो पुरानो रीतिथि यहाँनिर हरेक मौलिक भएको ठाउँ टोखा होइन अब यहाँनिर अब यसो झऱ्यो भने धेरै चिनेको साथीभाइहरू पनि हुन्छ है नझरौँ पनि होला यो हाम्रो यहाँनिरको यो पुरानो के भन्छ यो नाम चाहिँ ठ्याक्कै अलिकति धेरै बिर्सिने बानी भइरहेको छ किन हो है यहाँ हेर्नु कति बजार यहाँ अलिपाराको घरहरू अहिले त अब सबैले पुरानो घरहरू भत्काएर बाटोको छेउमा नयाँ अब यो घरहरू हेर्नुहोस् तपाईँले यो लगभग 100-150 वर्ष पुरानो घरहरू यिनीहरू ल हेर्नुहोस् त्यो टाइमको इट्टाहरू होइन त्यो तर माइक्रोहरूको सुविधा सबै छ यहाँनिर एउटा यो भनेको तपाईँको टोखा भनेको चाहिँ न्यु रोड जस्तै नै भइसक्यो कि हरेक चिज पाउनुहुन्छ हजुरहरूले यहाँनिर चाहिँ जे भने त्यही छ कि अहिले यतातिर चाहिँ अब त्यो अगाडि देखिरहेको त टोखाको गेट भइहाल्यो होइन ल हेर्नुहोस् यहाँ धारा 24 घन्टा पानी आइरहेको हुन्छ यहाँनिर चाहिँ जस मजा लाग्छ मलाई यो हो नि त ठाउँ भनेको मान्छेले काठमाडौँ भन्छ होइन तर यो हो नि त काठमाडौँ भनेको चाहिँ होइन एक्सक्युज मी सो एकैछिन म बहिनीहरू फेरि ठोकेला भनेर यो घर मलाई साह्रै मनपर्छ कि दरबार जस्तो लाग्छ होइन अगाडिबाट अझ यसको फेस एक दिन म रोकेरै भिडियो बनाउँछु अहिले चाहिँ म अलिकति हतारमा भएर त्यो पनि मेरो क्यामेराले कतिसम्मको क्याप्चर गर्न सक्छ गर्यो हेर्नुहोस् गर्न सकेन गरेन होइन अस्ति यहाँनिर यो बाटो हिँडेको थिएँ यहाँनिर बिचरा अब लापरवाही त भन्न मिल्दैन एउटा ट्रक आएको रहेछ के अरे यहाँनिर पल्टेको थियो बाटो नै अवरुद्ध भएको थियो अब सायद पछि ट्रेनहरू लिएर आएर तान्नु भयो उहाँहरूले तान्नु भयो होइन अनि यहाँ टोखामा अहिले भत्किएको यो पहिरो गएको घरहरू भनेर चाहिँ युट्युबहरूमा पनि देखाएर हुन्छ यहाँ 2-3 वटा घरहरू जोखिममा छ भनेर
यो जुन यो देखिरहनु भएको यो यहाँनिर अस्ति पुरै ठुलो भाङ परेर यो बाटो नै अवरुद्ध भएको थियो यहाँनिर। म त यहाँबाट कतिचोटि रिटर्न फर्केँ। पछि अहिले चाहिँ यहाँको जोस् अब ओडाहरूले यहाँको स्थानीयहरूले भनौँ माटो हालेर भरेर जोस् राम्रो पार्नुपर्छ। पानी नपर्दा त यो बाटो त बेस्ट लाग्छ होइन, दामी लाग्छ। पानी पर्दा चाहिँ फेरि हिलो हुन्छ, डढेला कि भनी डर लाग्ने कि फेरि बाइकहरू सलत्त चिप्लियो भने फेरि त्यही हो होइन। घर भाडामा छ, यत्रो घर भाडामा लेखिएको रहेछ, बनाएर मात्रै के गर्नु र। घर भाडामा लेख्यो बस्यो, देशको अर्थतन्त्र डामाडोल छ होइन, लगानी गरे हुन्छन् भाडा खानलाई धन्न। सरी जस राम्रो छ ठाउँहरू होइन। अब जुन यताबाट चाहिँ अब यो अगाडि देखेको जङ्गल त यो नागार्जुन दरबार भइहाल्यो। यो अगाडिपट्टि देख्नु भएको यो सेती जङ्गल नागार्जुन दरबार भएको जङ्गल भइहाल्यो। अस्ति पहिरो गएर जोखिम भएको भने चाहिँ यतापट्टि यो सायद देख्नु भएको होला, यो प्लास्टिक छ। त्यो 2-3वटा घरहरू चाहिँ जोखिममा भएको घरहरू हो। त्यो मुनिको घर पनि जोखिममा छ, अरूले बनाइसकेको छ बिचरा। अब ब्याङ्कमा कति लोन झिकेर बनाएको हुन् है। अब के गर्नु, त्यस्तै हो। प्रकृतिसँग हेलचेक्री गर्न हुन्न, प्रकृतिसँग हेलचेक्री गऱ्यो भने यस्तै नै हुन्छ। अब पहिला कति राम्रो ठाउँहरू हुन त उहाँहरूको दोष छैन, जग्गा किन्ने मान्छेको। कुन जमानामा किन्नुभयो, सस्तोमा किन्नुभयो, दुःख सुख आफ्नो जिन्दगीभरिको पूर्ति लगाउनु भयो। तर अहिले तलबाट नै पुरै पहिरो गइदिएर जोखिम छ। त्यो अब त्यो घर नपल्टिनको लागि चाहिँ 50-60 लाख रुपियाँ लाग्छ भनेको छ कि अरे। मैले सुनेको, मैले पनि न्युज हेरेको थिएँ। त्यो न्युजमा चाहिँ त्यसै नै भन्दै हुनुहुन्थ्यो। बिचरा ब्याङ्कले पेर्ने एकातिर छ, त्यही त हो नि। त्यही भएर घर जग्गा बनाउँदाखेरि ठाउँ, समाज, अरूभन्दा समाज, यो जेपिटी हुन्छ नि बोल्ने समाज अरूभन्दा समाज राम्रो हुनुपर्छ। हुन्छ नि यहाँ कतिपय केटीहरू नभनौँ, अरू भन्यो भने सबैलाई पर्छ। कतिपय केटीहरू अलिकति छाडा बोल्दैन, मै हुँ, मै रानी, म जस्तो कोही छैन। अनि कतिपय साथीभाइहरू केटा दाजुभाइहरू पनि अलिकति छाडा बोल्दैन, मै हुँ। विशेष त अलिक केटीहरू नभनौँ, केटी कतिपय अलिकति छाडा बोल्यो भने मै हुँ, म जस्तो जान्ने सुन्ने कोही छैन। मैले छाडा बोलेपछि भयो। त्यस्ताहरूलाई त के भन्नु है, अब शब्द प्रयोग गर्न त आउँथ्यो हामीलाई पनि। अब गर्न के गर्नु। ल हस् त गाइस, यो भिडियो म एकैछिनमा अपलोड गरिहाल्छु। त अहिलेको लागि बिदा, अहिले राखेँ। यहाँबाटको अगाडिको भिडियो